हामी हार्नुको कारण उनीहरू दुवैजना उहाँ भन्दा उहाँ कान्छो म भन्दा उहाँ कान्छो जे गर्ने त जोसमा युवाले गर्ने हो त हो सर नमस्कार हजुर सन्चै हुनुहुन्छ म सुरज मेरो भिडियो हेर्नु भएको छ लाइक कमेन्ट पनि गरिरहेको हुन्छ बाइ द वे भिडियो बनाउनु चाहिँ मिल्दैन सर नमस्कार भिडियो बनाउनु चाहिँ मिल्दैन भिडियो अब त्यस्तो नेगेटिभ सेन्स हुन भएन मिल्छ ल त्यो गेम खेलाउँछु म तपाईँहरूलाई है त है त हुन्छ ल आज हामी नेपाल प्रहरीहरूसँग चाहिँ गेम खेल्छौँ होइन जसले चाहिँ सबैभन्दा धेरै पुसअप गर्नुहुन्छ नि हजुर होइन हुन्छ हुन्छ उहाँहरूले चाहिँ एउटा ब्रिफकेस जित्नुहुन्छ है त हुन्छ कतिचोटि गर्न सक्नुहुन्छ होला तपाईँहरू अब ट्राई गरौँ बुढेसकाल पनि लागिसक्यो अहिले यङ भनेको यही भाइ हो अब यही भाइले सुकिसक्यो म मेरो बेट चाहिँ उहाँमा छ है तपाईँ कति वर्ष हुनुभयो म 43 तपाईँ म 45 ल मेरो बेट चाहिँ उहाँमा है 45 सबैभन्दा ठुलो मान्छेले चाहिँ जित्नु पर्यो है बुढो मान्छे कति वर्ष हुनुभयो तपाईँ 35 वर्ष भइसक्यो 35 अनि तपाईँ कति म त 26 तपाईँ 35 जस्तो देख्दैन यार कसम भनेको 2047 सालको जन्म अब बालिन्सा जति नै रहेछ तपाईँ नगर्ने उहाँहरू चाहिँ आउट हुनुभएको छ होइन खेल सुरु हुनुभन्दा पनि अगाडि नै होइन 26 वर्षको जवानले जित्नुहुन्छ कि 35 वर्षको जवानले जित्नुहुन्छ एनी टाइम स्टार्ट्स नाउ है त 1 2 3 तपाईँहरूलाई पनि मैले एउटा गेम चाहिँ खेलाउने भएँ है त तपाईँहरू चाहिँ कसले जित्छ भनेर चाहिँ उसको सपोर्ट अथवा समर्थन गर्नु पर्यो तपाईँले समर्थन गरेको व्यक्तिले जित्नु भयो भने तपाईँले पनि केही पाउनुहुन्छ है त ल को हो तपाईँहरूमध्ये तपाईँ उहाँ है त ल तपाईँ सँगै तपाईँ पनि आउट हुनुभएको छ कति गर्नुहुन्छ तपाईँ कति पुग्यो सर कति पुग्यो 50 त पुगेको छैन ल कति गर्नु अब तपाईँले अर्को 20 हान्नु भयो भनेदेखि यसमा म अर्को 1000 रुपियाँ पनि थपिदिने भयो है त 20 चाहिँ हान्नु पर्यो है त ल 1 2 3 4 बिस्तारै आउँदैछ आउनु कहाँ देऊ 6 पावर सक्यो उता देऊ न 7 ल तपाईँले यो चाहिँ जित्नु भयो सर तपाईँ आउट हुनुभयो होइन केही छैन के भन्न चाहनुहुन्छ तपाईँ होइन भाइलाई र तपाईँलाई धेरै बधाई तपाईँको भिडियोहरू म धेरै हेर्छु हजुर अस्ति पनि आउनु भएको थियो त्यहाँ एउटा बुढो मान्छेसँग हो गएर देखेको थिएँ हजुर ल अब पुरस्कार वितरण गरौँ न त हजुर है यो भनेको थिएँ मैले हजुरले उहाँलाई पुरस्कार दिनु पऱ्यो ल कङ्ग्रेचुलेसन थ्याङ्क यू सो मच ए चन्द्र ए भने एलिस चन्द्रजीले जित्नु भएको छ यो ब्रिफकेसको सामान होइन सामान भन्दा नि केस एकचोटि हेर्नु त खोल्नु त कङ्ग्रेचुलेसन्स है 3500 रुपियाँ जित्नु भएको छ थ्याङ्क यू यार थ्याङ्क यू हजुरले चाहिँ 1000 रुपियाँ जित्नु ल कङ्ग्रेचुलेसन्स है त है उहाँले जित्नु भएको यो प्रहरीले हामीले यो केही गलत काम गरे जस्तो होइन तपाईँहरू चाहिँ हार्नु भएको कारण हजुरहरूले चाहिँ हामी हार्नुको कारण उनीहरू दुवैजना उहाँ भन्दा उहाँ कान्छो म भन्दा उहाँ कान्छो जे गर्ने त जोसमा युवाले गर्ने हो त हो युवाको लागि तपाईँले सिट छाड्नु भयो छाडिदिएको एउटा मेसेज पनि भयो होइन तपाईँहरू अब नन युवाहरूको बिचमा अर्को कम्पिटिसन छ है त हजुरहरूले चाहिँ रक पेपर सिजर आउँछ रक पेपर सिजर अब सुट भनेपछि मात्रै गर्नु है सुट कङ्ग्रेचुलेसन फेरि पनि युवाले जितेको छ कसरी हार्नु भयो हजुर ल न कङ्ग्रेचुलेसन्स यो चाहिँ उहाँलाई दिनु छ अब कङ्ग्रेचुलेसन्स है त ल हजुर नमस्कार हजुर है थ्याङ्क यू सो मच तपाईँहरूले राम्रो गर्नु भइरहेको छ होइन प्रहरी हाम्रो साथी भने जस्तै गरेर चाहियो हामीलाई फेरि है त कङ्ग्रेचुलेसन्स सबैजनालाई ल खुसी लाग्यो उहाँहरू पनि हेर्नु ल यो गेम मात्रै खेलेको फेरि हामीले यो फेरि प्रहरीलाई के दियो नसोच्नु ल सर ल